हेलो साथीहरु, के छ खबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। म चाहिँ आइसकेँ मेरो यो च्यानलको फर्स्ट भिडियो लिएर हैन। मेरो चाहिँ अर्को च्यानल ब्लगिङ च्यानल पनि छ। यो पनि मेरो अर्को च्यानल हो। यसमा चाहिँ म रियाक्सन भिडियो बनाउने सोचेको छु हैन, जुन मैले पहिलेदेखि सोचिरहेको थिएँ के हैन। मैले कसै गरौँ, किनकि मसँग एउटा मात्रै डिभाइस थियो अनि ल्यापटपमा मेरो मिल्ने थिएन। अनि त्यही भएर फाइनली मैले चाहिँ भाइको ट्याब पाएको छु अनि आजबाट चाहिँ म रियाक्सन भिडियो स्टार्ट गर्छु सोचेर आएको छु हैन। थ्याङ्क यू फर वाचिङ। यो भिडियो चाहिँ जस्ट एउटा इन्टरटेनमेन्ट पर्पजको लागि हो। प्लिज माइन्ड नगरिदिनु होला। कपिराइट भन्ने कुरा पनि आउन सक्छ। अब के हुन्छ हेरौँ। मैले चाहिँ अब डिफ्रेन्ट क्यारेक्टरहरूको भिडियो लिएर चाहिँ रियाक्ट गर्न कोसिस गर्नेछु। रियाक्ट त अब त्यस्तो त आउँदैन होइन, तर पनि ट्राई गर्नेछु। अनि यदि हजुरहरूलाई राम्रो लाग्छ र मसँग केही पोटेन्सियल छ भन्ने जस्तो लाग्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला होइन, माइन्ड नगरिदिनु होला। यस्तै छ, जिन्दगानी दर्पण छ यहाँ। फाइनल्ली यस, मेरो यो मलाई चाहिँ खासमा पहिलेदेखि नै रियाक्सन भिडियोतिर लागौँ जस्तो लागिरहेको थियो कि होइन। त्यो देखिरहेको हुन्थ्यो नि त इन्डियनहरूले गरेको, अनि त्यो थिएन। अनि मैले अलिअलि चाहिँ ब्लगिङको अलिअलि गरेर मोनिटाइज गरेर 1 वर्ष जस्तो हुन थाल्यो होइन, मोनिटाइज गरेको छु। अब चाहिँ हामी फाइनल्ली यसमा भिडियो हेर्नेछौँ। अब ट्राई गर्नेछु, कस्तो हुन्छ के हुन्छ थाहा होइन। लेट्स सी, स्टे ट्युन। हामीले चाहिँ अब मैले चाहिँ खासमा रियाक्सन भिडियो चाहिँ हाम्रो नेपालमा चलिरहेको उहाँहरूको नयाँ सरकार आएको छ नि त, अनि उहाँहरूको बारेमा उहाँहरूको के भन्छ त्यसलाई, अब कस्तो भन्न नआएको कि मलाई यार। उहाँहरूको के भन्छ त है, त्यो भाइरल मिमहरू हुँदैन, त्यहाँले गरेको त्यो फनी टाइपको बिचबिचमा गरेकोलाई त्यो मान्छेहरूले बनाइरहेको हुन्छ नि त। के ठ्याक्कै भन्न आएन। म अर्को भिडियोमा चाहिँ त्यसलाई म कन्फर्म गर्नेछु के भन्छ भनेर होइन। अनि त्यो चाहिँ हाम्रो एकजना हुनुहुन्छ हाम्रो युट्युबमा होइन, त्यहाँले चाहिँ त्यहाँको ओभरअलहरूलाई मर्ज गरेर भिडियो बनाउनु हुँदो रहेछ कि। अनि त्यहाँको चाहिँ अब हेर्ने छु, पाउनु ल म यहाँ सर्च गर्छु। म रेडी पनि छैन कि, मलाई यति एक्साइटमेन्ट यति छ कि होइन। भिडियो स्टार्ट गरिहालेँ त म यतातिर रेडी पारेँ होइन। यहाँ हुँदैछ मेरो यहाँ के भयो, नेटवर्कको प्रब्लम आयो, एकछिनमा आउँछ यता। स्टे ट्युन। फर्स्ट भिडियो हो, म ओभर एक्साइटेड भयो जस्तो छ क्या। एस आई एम ब्याक अगेन होइन। हाम्रो चाहिँ मैले चाहिँ रियाक्सन गर्छु भनेको चाहिँ हाम्रो पर्वत बस्नेतजीको चाहिँ त्यहाँले चाहिँ मिमहरू मिम भन्छ है, अघि मैले भन्छु हेरेर भन्छु भने त्यसलाई चाहिँ मिम फनी अब के भन्छ त्यसलाई, स्वाग टाइपको हुन्छ नि, त्यो बनाउनु रहेछ होइन। बेस्ट मिम सब 2082 यताउति हाल्नु रहेछ हाम्रो पर्वतजीले। यदि हजुरहरूलाई फुल भिडियो हेर्नु छ भने उहाँहरूको च्यानल पनि भिजिट गर्न सक्नुहुन्छ। उहाँसँग मैले कुरा त गरेँ होइन, तर नि मैले अब लिइहालेको छु। अब पछि अब हेरौँ। अहिले चाहिँ हाम्रो डिफ्रेन्ट भाइरल मिमहरू फनी फिमेलले सम्झ खतरा भिडियोहरू हाल्नुभएको छ यहाँले चाहिँ होइन। हामीले चाहिँ यहाँको भिडियो लिँदै रियाक्सन गर्नेछौँ। म ट्राई गर्नेछु कस्तो हुन्छ के हुन्छ, मलाई थाहा होइन, मेरो फर्स्ट टाइम हो होइन। माइन्ड नगरिदिनु होला, प्लिज जज नगर्नु होला होइन। म जति सक्दो म राम्रै गर्न कोसिस गर्छु है, प्लिज जज चाहिँ नगरिदिनु होला। अनि यस, पुरै हाम्रो यहाँ A to Z हरू छ होइन। पुरै अहिले नयाँ सरकारको बारेमा अनि हाम्रो फनी उसको ऋषि धमलाहरूको खतरा छ। अब हामीले चाहिँ एक गरी सुस्त गर्नेछौँ। अरू पनि हामी इन्स्टाग्रामको टिकटकमा भएको अनि अरू फेसबुकमाको भाइरल भएका मिमहरू हुँदैन, तिनीहरूलाई पनि रियाक्सन गर्नेछौँ। सुस्त म अब हुने ट्राई गर्दै जानेछु। अब कस्तो हुन्छ के हुन्छ, म एक्साइटेड त छु, तर मेरो बकवास मेरो भन्न त नहुने, खत्रै बेयार होला जस्तो छ। त्यही पनि लेट्स, कोही बात नै। म चाहिँ अहिले घर बस्ने उसमै छु होइन, चिया पनि स्टार्ट है त। मलाई यो जुन भर्खर एउटा फिमेल देखिनु भयो नि होइन, त्यहाँ मलाई यस्तो खतरा लाग्थ्यो कि होइन। पहिला हामीले त्यो फेसबुकमा यताउति हेर्थ्यौँ नि त, तब यस्तो हेर्थेँ कि मैले होइन। यो भनेको एउटा कुनै कुरालाई समर्थन नगर्दाखेरि त्यसलाई गर्ने के भन्छ कि, एउटा बाहिर देशको एउटा रहेछ चलन होइन। यस्तो बवाल लाग्थ्यो नि। केटी भनेको यत्तिकै हिम्मतवाला चाहिँ हुनुपर्छ, त्यत्रो भवनमा एक्लै के, मान्छेमा केही भएर होइन त गाइज। देशमा कृषि विकास प्रधान भनिन्छ, देखिन्छ हो, र कृषि विकास प्रधान देश भए तापनि
अहिले किसानहरूलाई अहिले सिँचाइको अभाव छ। मेरो भन्दा नि खत्तम नेपाली रहेछ यार। मेरो त इङ्ग्लिस पनि खत्तम छ, नेपाली पनि खत्तम छैन। यो आन्टीको त मेरो भन्दा नि खत्तम रहेछ। मलाई चाहिँ अलिकति आफू चाहिँ ठिक छु जस्तो लागेको मेरो बोलीमा चाहिँ। यहाँलाई हेर्नुको उसमा यहाँ चाहिँ सायद पहिलाको हुनुहुन्छ होला संसदमा। अब पहिलाको त मलाई कोही कोही पनि चिन्दैन। अहिले पनि मैले अलिअलि चाहिँ अलिअलि अब हामी जेनजेट भएको कारणले अलिअलि यसो ख्याल गर्दाखेरि चाहिँ चिनेको हो, नत्र पहिलाकोलाई त्यस्तो चिनिँदैन। जेस म चाहिँ बेस्ट रहेछु है यिनीभन्दा अगाडि, यो चाहिँ भन्नुपर्छ। किसानहरू चिन्तामा छन्। बिचरा त्यो पछाडिको दिदी हेर्नु न। परिपूर्ति किसानहरूलाई मलजलको र बेलामै मलजल सभामुख महोदय हामी निर्वाचित भइसकेपछि हाम्रो सचिवालयले हाम्रो ड्रेसको लागि चाहिँ कोटहरू उपलब्ध गराउने भएको थियो र हामीले नाप जाँच पनि गर्यौँ। यहाँ हो, यहाँ कने जग्गा खुब भाइरल भएको थियो कि यहाँलाई अरू कुराको केही मतलब छैन, उहाँले आफ्नो ड्रेस पाउनु भएन, देश विकास गर्नु त छैन, ड्रेस पाएन भन्ने चाहिँ लास्टै चिन्ता के। ए भगवान् तलमाथि भएको कारणले गर्दाखेरि म लगायत केही मान्यने जीवहरू अझै पनि ड्रेस पाएका छैनौँ। पटक यो सचिवालयमा हामीले राख्दा पनि त्यो सुनवाई भएको छैन सभामुख महोदय। माननीय श्री डाक्टर डिम्पल कुमारी झा समातिन हुने, त्यसपछि माननीय श्री सोमप्रसाद पाण्डे। सम्माननीय सभामुख महोदय, यो मैले देखिरहेको थिएँ कि यो साँच्चै रियल ऊ होला कि यो यो एआई अथवा कसैले बनाएको हो कि के हो कि। अगाडि गएर गीतै उसमै गाइदिने त अलि होइन कि जस्तो लागेको थियो मलाई। होइन नहुनसक्छ जस्तो लागेको थियो, खै के हो है यो चाहिँ मलाई थाहा होइन। तर खतरा त्यो राइमेक के भन्छ, राइमेक मेरो पनि यहाँहरू जस्तै बोली खत्तम छ, रिमेक अब वाट एभर जे हो त्यो चाहिँ खतरा बनेको जस्तो लाग्यो क्या मलाई चाहिँ। मुखको लिप्सिङ चाहिँ मिलिरहेको छैन, सायद यो पछि बनाएको हो कि जस्तो लाग्यो मलाई चाहिँ। अब is learning to value inclusively represent a society that is moving forward, one that is learning to value inclusion, justice and dignity for all. Oh my God. अब यस्तै जज चाहिँ गर्न नहुने, मलाई पनि त्यस्तो राम्ररी उ त गर्न आउँदैन होइन। तर कि अब पहिलाको र अहिलेको हेर्नु न, डिफ्रेन्स मान्छे पढे लेखेको र डिफ्रेन्सबाटै थाहा हुन्छ कि मान्छेको के कस्तो छ, कस्तो ऊ हुन्छ भन्ने हो कि नै। अब यो चाहिँ अब जस्तै गर्न मिल्दैन, अब सबैको हुँदैन, तर देखिहाल्यो नि कम्पेरिजन गर्ने नि हो। अहिले आएको हाम्रो नयाँ सरकारमा पढे लेखेको र पहिलाको अलिकति ख्याल गर्ने भनेपछि थाहा पाइन्छ क्या, भास डिफ्रेन्स छ कि भास। नै के मान्छेमा त्यस्तो सम्झत भएको नभए सुतिराखन् के, अनि देशको प्रगति चाहिँ कसरी हुन्छ होला ए। अनि यत्तिकै मान्छेहरू झगडा गर्छन् होला त, काम छैन यार। मस्त सुते सुता भए सुता। तर यो यिनीहरू के त्यो ऊ भन्दा पनि यो मिमहरूले गर्दाखेरि फनी देखाइदिन्छ के। अब यो जुन हाम्रो यो यसरी अब मिमहरू राखेको हुन्छ नि बिचमा, त्यसले गर्दाखेरि त्यो नलागेको कुरा पनि फनी लाग्ने के क्रिएटिभनेस नै चाहिन्छ क्या। आफ्नै इङ्ग्लिस जस्तो छ। सामाजिक, नैतिक र आर्थिक महाकाशमा होइन, यहाँको अनुहार हेर्दाखेरि त मलाई त्यो जेनजेटको त्यो आन्दोलनको दिनको याद आउँछ कि झन् बल्ल बाँच्नु भएको थियो।
तर यार के भन्नु एक राजनीतिक कर्मीले भने सदन भनेको खुसीको टाउको देखाएर कुकुरको मासु खोज्ने भनेर 2.5 वर्षको यो संसदीय अभ्यासमा चाहिँ र यो प्रतिवेदन पढेको चाहिँ हो कि जस्तो लाग्यो। हाम्रो नयाँ जेनजेटहरू तर गफ गर्न त छोड्नुहुन्न है, जहाँ भयो नि गफ चाहिँ हान्नुपर्छ गाइजहरू। अब यो एआई हो कि के हो है चाहिँ थाहा भएन, एआई होला, एआई जेनेरेट भिडियो भनेर लेखाएको छ, सायद एआई हुनसक्छ। आज बल्ल यो राज्य आफ्नो अभिभावक भएको महसुस गरिरहेका छन्। सभामुख महोदय, हामीले म केही बोलिनँ है, मैले केही सुने छैन, मैले केही पनि सुनेको छैन नि गाइजहरू, मेरो कान बिग्रियो। बेजात पछाडिको दिदी हेर्नु कति राम्रो देखेन। बौलायो, सब बौलायो। अब यति त रिस उठाएको थिएन मलाई यो भिडियो देख्दाखेरि त्यति बेला। बिचार त्यो अब अगाडि गएर बोल्न थाल्नु थियो नि त रविजी, बोल्नै नदेखा के, कति रड्डी भन्न सक्छ। अब के भनौँ कि अब त्यस्तो शब्द त युज गर्न नहुने हो होइन, कस्तो पाखेपन्थी होइन त यो। मान्छे उनीहरूको पालोमा त उनीहरू बोलिरहन् त, अब हरेकको पालोमा बोल्न दिनु पर्दैन बिचरा रवि। कस्तो सोझी है हेर्दाखेरि। हाँसो छैन नि, हाँसो छैन भन्दै त्यो हाम्रो अनिसा आशिका तामाङ दिदीले चाहिँ त्यो एकपटक संविधानसँगको भिडियो अब हाल्नु थियो नि त, संविधान समातेर, अनि गीत उसमा हाल्नु थियो भिडियो, अनि एआईले बनाएको भनिदिरहेको होइन। अब त्यो बनाउन त त्यस्तो प्रब्लम त नहुनु पर्ने, तर के खास के प्रब्लम भयो चाहिँ मैले चाहिँ अहिले पछिल्लो समय चाहिँ त्यसरी अपडेट चाहिँ भएको छैन कि न्युजमा, यताउति के भइरहेको मैले त्यति हेरेको थिइनँ। अनि यो चाहिँ एआईले हो, एआईले भनेको भने गरेको लास्ट भाइरल भएको थियो क्या। बारेन्जी मलाई लास्ट टेन्सन लाग्छ यार। अहिले घर आउनुहुन्छ है। ज्ञानेन्द्रजी पनि अब मान्छे चाहिँ मस्त हुन्छ जस्तो लाग्छ, खतरा जस्तो लाग्छ होइन। अब भित्री मन त अब कसैको जानी सकिन्न, तर पनि ठिक लाग्छ मलाई उहाँ चाहिँ। सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधले आन्तरिक रूपमा भित्र हाले
हालेर एउटा तपाईले अभियान सफल नपारियोस् भन्न चाहन्छु। यो मेरो ध्यान आकर्षण सहित भोलि यो सरकारले धेरै ठुलो चाहिँ क्षति बेहोर्नु पर्छ, यो कुरा ध्यान रहोस् भन्न पनि चाहन्छु तपाईलाई। भर्खरै ल हाँस्नुहोस् न, भर्खरै हाँस्नुहोस्, भर्खर बेसी होइन, अहिले भर्खरै हाँस्नुहोस्, त्यही भएर हाँस्नुहोस्, हाँसिहाल्नुहोस्। हाँसो लाग्यो, हाँसो लागेन, हाँसो आउँदैन नि, आएन। अहिले गङ्गालाल लगायतका देशभरका सबै मुटुको अस्पतालहरू बन्द अवस्था छ र मुटुको सलाइन किराको आवाज सलाइन किरा मुटुको सलाइन किराको आवाज सलाइन किरा सोझी छ, सोझी हुनु जस्तो लाग्छ मलाई चाहिँ यहाँ चाहिँ होइन। अब सेट गलत बोलेछु क्या हो। यहाँ पनि म जस्तै हुनुहुँदो रहेछ, अगाडि गएर बोल्नै नसक्ने, म पनि सक्दिनँ। म नर्मल्ली बोल्न पऱ्यो भने म पत्तरै बोक्सी भन्दा पनि व्रत गराउँछु होइन, तर यसरी अगाडि गएर मेरो भोलि चाहिँ निस्किँदैन। केटीलाई भानु किन भनेको होला? उहाँको प्रश्न यस्तो छ। यो प्रस्तावको पक्षमा हुने महासदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्ष म हुन्न भन्छु, म हुन्न भन्छु, अब के गर्ने? भन्नुहोला। अब जति लेख्नु भयो यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यहाँ कहाँ छ? मैं गाली नहीं दे सकता, गाली नहीं देता। फैमिली फैमिली देखती है, वरना मैं ऐसे ऐसी गाली दूं, फैमिली देखती है, गाली नहीं दे सकता, मैं भी नहीं दे नहीं सकती। छ्या, बिरालो गरायो कि कुकुर गरायो कि छ्या। खै यहाँ पनि अहिले त अब त्यस्तै कुरा के बाहिर निस्के, अब खास कुरा चाहिँ के हो त्यति थाहा भएन होइन। यो तपाईँ हामीले बनाएको नियम हो मान्य सदस्य। आधी मिनटपछि तपाईँको प्रस्ताव पेश गर्नुहोस् भन्नुहोस्। तपाईँको यो व्यवहार नियम विपरीत छ मान्य सदस्य। बिचरा यार। नेपालको कोही एकजना मेयर प्रधानमन्त्रीको अफिसियल दरबारमा छिर्छ र आफूले लगाएको जुत्ता खोलेर प्रधानमन्त्रीलाई त्यही जुत्ताले हान्छ। ओ सेट। असम्भव जस्तो सुनिन्छ नि है, तर इतिहासमा यो घटना घटेको छ। मेयरले चाहिँ होइन, तर निर्वाचित सांसदले चाहिँ यो कार्य गरिसकेको छ। यति नै थियो होइन। अब रमाइलो नै भयो, फर्स्ट भिडियो खत्रै लाग्यो। अलिकति मेरो चाहिँ यताउति गर्दाखेरि बिग्रियो जस्तो भएको छ। अब यो चाहिँ हामीले एडिट गर्नुपर्ने हुन्छ। यति भन्दा म यहाँबाट बिदाबरी हुन्छु। थ्याङ्क यू फर वाचिङ। यदि यस्तै राम्रो लाग्छ भने सब्सक्राइब गरिदिनु होला। अनि फेरि हामी अर्को भिडियो भेटौँला त। बाई बाई, टेक केयर।